हामी यतिखेर यो गुफा छौं। गुफामा हामीले एउटा खरकलाई मर्मसम्मार गरी अहिले हामीले यहाँ चाहिँ चामल छ, यता हामीले दुध यहाँ संकलन गर्यौं। हाम्रो गाउँले हुनुहुन्थ्यो गोठाला यहाँ छ किउरीको अघि हामीले दुध चाहिँ तपाईको हालेर तताइरहेका थियौं। अहिले हामीले यसमा चामल ओइरिसकेका छौं। विशेष त हाम्रो पाल्लेको गुफामा छौं। यतिखेर हाम्रो भान्सेमा विशेष गरी हाम्रो आचार्य बामन पण्डित गोठालो यहाँ छ भन्नु सँगै उता हाम्रा सिमखाडा बामन हुनुहुन्छ। गोठालो यता गोठालाहरू यहाँ छन्, भैँसी पाल्नेहरू दोएर बाहिर दोइरहनु भएको देखाउँ न। उता दोइराख्नु भएको छ। विशेष गरी हाम्रो गोठाला बाको उता दुध थप्दै हुनुहुन्छ। बाले फेरि दुध थप्ने कुरा भइरहेछ। यता देखाउनु धेरै दुध भइसक्यो। अब यो दुध सर यता घुमाउनु भोलिका लागि हुन्छ। यस्तै छ बसाइ भन्नु। बसाइ यस्तै छ, हेर्नुस्। ट्याप्प बन्द हामी यस्तो संकट हुँदै हामी चाहिँ तीर्थयात्राका लागि बडी मालिका जय होस् बडी मालिका माइकी बोलो सारा भक्तजन की बोलो जय होस्। करिब तपाईको 2 घण्टापछि हामीले यो खीर बिस्तारै तयार हुने क्रममा हामी देखिरहेका छौं। खीर खानेहरूको संख्या यता छ। गोठालाको संख्या गोठालाहरू उहाँहरू गोठाला भैँसो दिने मान्छे फेरि बुवा हुनुहुन्छ। भिडियो बुवा हुनुहुन्छ। उहाँको आज ठुलो भूमिका छ हामीलाई। सत्यको चिज मात्रै खाने कुरा क्लियर। घण्टाको यो समयपछि हामीले खीर तयार भएको हामीले यो दृश्य भिडियो देखाइरहेका छौं। आमालेका 2 महिना लेख लिएर अबको हामी केही छिनपछि हामीले खीरलाई लेखदै ल्याए चामल हुँदैन। लाल महिना लालु कि महिना चाडी खाने छौं। अनि ठिक छ खाने क्रममा छौं। तर हामीसँग साधन केही नहुँदाखेरि हाम्रो स्याम्पू अङ्कलले अब पात लिएर आउनु भएको छ। स्याम्पू अङ्कलले हाम्रो जुवा हिसाब गरेर अब यो खीरको लागि हामी तयारी अवस्थामा छौं। खीर तयार भइसकेपछि खीरलाई हामीले अब प्रसादको रूपमा भए पनि खानाको रूपमा भए पनि हामी खीरलाई चाहिँ खान लागिरहेका छौं। यतिखेर खीर छ त्यहाँ। प्रत्येकले हाम्रो भान्सेमा चाहिँ हाम्रो जुवा साहब हुनुहुन्छ। कस्तो छ खीर? ठिक छ, एकदम बढिया। चिनी पनि एकदम कडा छ हैन? अचारकोले ल्याउनु हैन। किलो त क्या ल चिन त ठाका चिनी ठिकै छ। ल त्यही खिन त्यो यसो हात दिनु दिनुस्। प्रसाद भए पनि खाना भए नि खीर हुने छ। एक काटे जो भए निकालिए यसरी खादा हो न त। त्यही त चाट्या फेरि काट्छ। छोटो छोटो भइगयो। ठिक छ बस हुन्छ चिज बिज